व्यस्त समय र त्यही व्यस्त समयमा गरिएको यात्रा साँच्चै अविस्मरणीय र यादगार बन्छ। यात्रालाई यादगार बनाउन लमजुङको घलेगाउँ दुवैको रोजाइ बनेपछि सागराष्ट्रको नमुना गाउँ घलेगाउँ नेपाली भइसकेपछि नेपाललाई परिचित गराउने यो गर्विलो परिचय बोकेको घलेगाउँ घुम्ने सोचमा मात्र सीमित रहेन। नमस्कार, हामी लमजुङको बेसी सहरबाट घलेगाउँतिर जाँदैछौँ। हाम्रो साथमा हुनुहुन्छ डाक्टर कृष्ण मोटेकेन्द्र र क्यामेराम्यान भाइ आरी र उनको साथी। यो यात्रालाई थप रङ्गीन बनाउन गुरु राजेश रोकाको उपस्थिति पनि उत्तिकै समय सान्दर्भिक बन्यो। इच्छा र आकाङ्क्षाहरू पुरा गर्ने सङ्कल्प सायद सबैमा हुन्छ। सोही सङ्कल्पले हामीलाई सुर्खेत वीरेन्द्रनगरदेखि लमजुङको घलेगाउँतर्फ डोर्यायो। महसुस पक्कै पनि फरक थियो, सायद उत्साह भनिन्छ त्यसलाई। पहिलो पटक घलेगाउँ उत्साहित हुँदै नौलो दृश्य, नौलो आभास र कल्पना पनि नौलो। यो यात्रा यादगार बन्ने विश्वासलाई आत्मसात गर्दै घलेगाउँको काल्पनिक दृश्यलाई मस्तिष्कमा सिन्चिएर हाम्रो यात्रा गण्डकी प्रदेश लमजुङ जिल्ला अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ जिल्लाको सदरमुकाम बेसी सहरबाट घलेगाउँतर्फ सुरु भइसकेको थियो। बागलुङपानी गाउँ घलेगाउँका लागि विश्राम गर्ने उपयुक्त स्थान, जहाँ हामी पनि केही बेर रोकियौँ र भोगाएको पेटलाई मिठो खाजाले सन्तुष्ट बनाउँदै सुर्खेत वीरेन्द्रनगरदेखि लमजुङको घलेगाउँसम्मको यात्रालाई निरन्तरता दिन हाम्रो गन्तव्यलाई पछ्यायौँ र लाग्यौँ घलेगाउँतर्फ। डेढ घण्टाको यात्रा बेसरबाट हाम्रो गन्तव्य सुखी गाउँ सागराष्ट्रको नमुना गाउँ घलेगाउँ आइपुग्यौँ। साँच्चै नयाँपन र नयाँ महसुस लिएर हामी हाम्रो वासस्थानतर्फ लाग्यौँ। सुनेको थिएँ घलेगाउँले पाहुनाहरूलाई गरिने आतिथ्य सम्मानले पनि फेरि घलेगाउँमा आउन बाध्य बनाउँछ। उही आतिथ्य हामीले पनि ग्रहण गर्यौँ। घरवास अर्थात् होमस्टेले भरिपूर्ण घलेगाउँको रीतिरिवाज र संस्कृति अनुरूप सेतो टीका र सुन्दर फुल घलेगाउँको स्वागत संस्कृतिले आनन्दित तुल्याएको हामी सुन्दर घलेगाउँको चालचलन साँच्चै उत्ति नै सुन्दर थियो। हाम्रो आगमन घलेगाउँमा दृश्यमा मात्र होइन, घलेगाउँको चालचलनमा पनि उत्तिकै उत्कृष्ट रहेको घलेगाउँ घुमेर फर्किनेहरूबाट पनि धेरै सुनेका थियौँ। अँध्यारो भएपछि आइपुगेको हामी उज्यालो महसुस घलेगाउँले गराएको थियो। केही थकित हामी सबैले आफ्नो व्यक्तिगत समय लियौँ, फ्रेस भयौँ, सामानहरू राखेर घलेगाउँको अर्गानिक चियाको स्वाद लियौँ र घलेगाउँमा यो रात्रिकालीन हाम्रो साङ्गीतिक माहौलमा रमायौँ।
मजाले जान्यो माझीलाई आज बिहानीमा देखे मात लाग्यो साँझ नौनी जस्तो मेरो माया नौनी जस्तो मेरो मनमा चिरा पर्यो उसको रूपको करौँदीले उसको रूपको करौँदीले केही थकी थामी आज साँझको साङ्गीतिक माहौलले थकानहरू मेटाइसकेपछि थाहै नपाई खाना खाने समय भएछ। अर्गानिक परिकारहरू सहितको खाना घरको आमाले मिठो बनाउनु भएको रहेछ। खाना खाएर घले गाउँलाई उज्यालोमा हेर्ने सोचसहित हामी सबै निदायौँ र मौसम हाम्रो पक्षमा थिएन। घले गाउँबाट देखिने विशेष आकर्षकको रूपमा हिमाली दृश्य हेर्नबाट भने हामी वञ्चित भयौँ। गाउँको यो सुन्दर दृश्यले सायद हामीलाई स्वागत गरिरहेको थियो र बिहानीको हाम्रो अर्गानिक खाजाको स्वाद लिएर धेरै विशेषताहरूले भरिपूर्ण घले गाउँको दृश्य अवलोकन गर्नुअघि चिसो मौसम तातो पानी पिएर सबै हतारिँदै घले गाउँको परिक्रमा गर्न लाग्यौँ। ग्रामीण पर्यटनले विश्वचर्चित लमजुङको घले गाउँ एउटा गाउँको नाम मात्र नभइकन ब्रान्ड बन्ने प्रयासमा रहेछ। प्रकृति र संस्कृतिले धनी यो घले गाउँ ग्रामीण पर्यटनमा रमाउनको लागि स्वर्गभूमि रहेछ। हिम श्रृङ्खलाको आँगनमा फुलेको यो घले गाउँ सूर्योदय र सूर्यास्तको अनुपम पनि हो। दायाँ बायाँ बग्ने मिदिम खोला र मर्स्याङ्दी नदीको सुसेलीमा हुर्किएको घले गाउँ साँच्चै स्वर्ग जस्तो रहेछ। उत्तरकन्या मन्दिर घले गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबले मात्र नभई उत्तिकै महत्त्वपूर्ण ऐतिहासिक र धार्मिक महत्त्व पनि रहेको ठाउँ रहेछ र उनै धार्मिक आस्थासँग जोडिएको उत्तरकन्या मन्दिर जहाँ मनोआकांक्षा पूरा हुने जनविश्वास छ। घले गाउँ अवस्थित कोलासुथार गाउँपालिका वडा नम्बर 6
यसै मन्दिरको नाउँबाट राखिएको रहेछ। सुर्खेत वीरेन्द्रनगरदेखि लमजुङको घले गाउँ धेरै कुरामा फरकपन अनुभूति गरिएका महसुस साँच्चै सधैँभन्दा अलग छन्। घले गाउँ जहाँ घले गाउँले उत्पादन गरेको चियाको स्वाद भेटिन्छ, सोही स्वादको केन्द्र घले गाउँ चिया बगान। गुरुङ जातिको उद्गम स्थल लमजुङ तमु कला र संस्कृति यहाँको पहिचान हो। यहाँको पहिचान संरक्षण गर्ने जिम्मेवारीलाई घले गाउँवासीले निष्ठापूर्ण ढङ्गले निर्वाह गर्दै आइरहेको छ। तमु कला र संस्कृतिसँग परम्परा झल्किने परम्परागत गुरुङ सङ्ग्रहालय घले गाउँको विशेषतालाई थप रङ्ग भरेको छ। संयोग यो शब्द र यो शब्दले सिर्जना गर्ने अवस्था बिरलै भेटिन्छ र यो बिरलै अवस्था हामी बीच पनि घले गाउँमा हाम्रो नजिकैको आदरणीय जीवेन्द्रदेव गिरिज्यूसँगको भेटले पनि घले गाउँको यो क्षणलाई अविस्मरणीय बनाउन बाध्य बनायो। धेरै आनन्दित महसुससँगै घले गाउँको धार्मिक, ऐतिहासिक, सांस्कृतिक र परम्परागत जानकारी लिएर फर्किने समय आएको पनि पत्तै भएन। आउँदाको स्वागत र जाँदाको विदाई दृश्य उस्तै थियो, तर महसुस केही फरक। फेरि पनि उही आतिथ्य सम्मान ग्रहण गरी फर्किने तयारी गर्यौँ। सुन्दर पर्यटकीय गाउँ घले गाउँ अनगिन्ती आनन्दित क्षणहरू समेटेर धेरै कुराहरूमा आफ्नोपन बटुलेर सुर्खेत वीरेन्द्रनगरदेखि
लमजुङको घले गाउँसम्म एउटा यादगार पल बनाउँदै सम्पूर्ण घले गाउँले दिएको आत्मीयताहरूलाई सम्मान गर्दै सम्भव भएसम्म फेरि भेटिने सोचसहित लाग्यौँ आफ्नै सहर सुर्खेत वीरेन्द्रनगरतर्फ।